हेलो हेलो साथीहरू, आज चाहिँ म यस्तो ब्युटिफुल भएर कहाँ जाँदैछु त भन्दाखेरि तपाईँहरूलाई अहिले देखाउँछु होइन। त्यही के भन्छ मेरो भ्लगमा स्वागत छ साँच्चै होइन। म चाहिँ आज कति राम्रै भएछु। म चाहिँ फर्स्ट टाइम हो यस्तो लुगा लगाएको, लाज पनि लागेको छ, लिपस्टिक पनि लगाएको, खासै लगाउँदिनँ नि त, मेकअप सेकअप पनि आउँदैन। अनि त्यसपछि म चाहिँ घुम्न हिँडेको। बाई बाई, अहिले भेट्ने होस्, बाई बाई। अब चाहिँ म ट्रेन चढ्न लागेको गाइज। जाने ठाउँ चाहिँ अझै फिक्स भयो होइन, तर म कहाँ पुग्छु मलाई थाहा होइन। जान चाहिँ जान्छु म। यस्तो कता कता हो बाटै चिन्दैन, मान्छे मात्रै छन्। म त यहीँ हराउँछु होला हौ। त्यही पनि म जान्छु। हेर कति धेरै मान्छे छन् यहाँ। यता त होइन होला हौ। सागा आरासियामा हो। अहिले पनि कन्फ्युज भयो गाइज, कहाँ जाने जाने, यति राम्रो भएर। अब म कहाँ जाँदैछु त है गाइज। सबलाई मैले आज यस्तो राम्रो ठाउँमा लगेर जान्छु नि। त मलाई मात्रै थाहा, तर मलाई बाटो चाहिँ थाहा छैन होइन। म चाहिँ यस्तो राम्रो ठाउँमा जान लाग्यो, तर कहाँ पुग्छु थाहा छैन। बिकज आई डोन्ट नो बाटो कता हो। त्यही हो। वाउ, गाउँ इज गाउँ। म चाहिँ घुम्न आएको गाइज। कहाँ हो अब बाटै हिँडेको मान्छे जता जान्छ तिनीहरूको पछि पछि हिँडेको होइन। कहाँ पुग्छु नि थाहा छैन। अब जाने कहाँ पनि थाहा छैन। म्यापमा हेर्दा खतरा राम्रो देखेको थियो, तर अहिले त यहाँ कस्तो कस्तो राम्रो मिठोवाला जस्तो, तर हामीसँग पैसा छैन। जानी कहाँ होला उनै रामलाई थाहा होला। जानी कहाँ होला थाहा छैन, बाटो चिनेकै छैन। यो पनि म। वाइ सो ब्युटिफुल। यताबाट आई लभ मी सो मच। मिल्यो कि नै? आई लभ माइ सेल्फ सो मच। सो वा, घाममा त म कस्तो राम्रो दिन्छु। वा, के गर्नु, गाह्रो छ। धेरै हिँड्सम्म हुनु पनि गाह्रो छ। यो ठाउँ चाहिँ राम्रो। आमा हेर, घाममा म टल्केको। कालो मान्छे राम्रो देखिनु भनेको घाममा हो क्या गाइज। वा, यता पनि मन्दिर छ। सो ब्युटिफुल न। अब चाहिँ म मेरो मात्रै अनुहार कति देखाउनु कि हजुरहरूलाई पछाडिको। गाइज हेर्नु, यहाँ ब्युटिफुल लेडिजहरू पनि देखिँदैछन्। खतरा राम्रो छ है सिन चाहिँ। यो भिडियोमा बरु केही कमी कमजोरी आउन सक्छ, यहाँ रियालिटीमा हेर्दा चाहिँ लास्टै नै राम्रो छ होइन। वाउ, पुरै विदेशी भन्दा कोही छैन नि होइन। हामी पनि विदेशी हो नि त। कस्तो राम्रो छ कि हेर्दै आँखा नै लोभिने जस्तो ठाउँ चाहिँ। वाउ, मान्छे चाहिँ एकदम भिड। अब मेन के देखाउन आएको मलाई थाहा छैन, के देखिन्छ यो आरासियामा, तर एकदम फेमस प्लेस हो। के कस्तो नमिलेको हो मेरो भाषा। जे भयो नि, हेर्नुहोस् है त। बाई बाई। अहिले फेरि अलि राम्रो ठाउँ देखाउँछु। यो पोखरी जस्तो ठाउँमा जान लाग्यो। पोखरी जस्तो खै, अब त्यो फोटोमा चाहिँ त्यस्तो हो। अब भाइ बोल बम बम भले के बोला भन्दा फुलदाल भनेको याद आउँछ कि तपाईँ जस्तै के बोल भनेर हुन्छ, एक्कासी बोली निस्किन्छ भनेर हुन्थ्यो। वा, म कति राम्री। वाइ छ्या, पागल भन्ने कुरै होइन नि त। के पागल के भन्न खोजेको छ तैँले? मलाई पागल भन्न खोजेको दिदीलाई? अघि थियो नि त्यहाँ घुम्न आएर के गर्नु कि, जुन मेन ठाउँमै पुग्न सकिने यो भएको काम छैन। यो पागल हो। यो पुग्न नसकेको होइन, थाहा नभएको कि अब कहिले हिँड्ने बाबु। हिँड्नु पर्यो नि, थाहा हुनु पर्यो नि त। मलाई त्यो निन्द्राले च्यापिसक्यो। मैले त मेरो उनीले मात्रै मेरो सपनाको संसारमा लग्छन्। बादल पारीलाई चुप्प ल। यस्तो मान्छे बुझ्नुहुन्छ, बुझ्न पर्ने मान्छेले बुझ्नुहुन्छ। अब यस्ता पागलहरूलाई के थाहा।
तिमी पागल हो वाउ कस्तो राम्रो होला भित्र जानलाई गाइस हरियाली दाजु गएर आमा यो कति राम्रो कोपल 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 कति राम्रो कपाल खै त नि म बाहेक यहाँ केही राम्रो छैन राम्रो त छ तर म जाने ठाउँमै पुग्न सक्दिनँ क्या मलाई यही पछुतो लाग्छ आमा हेर कति राम्रो देखियो म त यहाँबाट चल्दै चल्दिनँ किनकि म राम्रो देखिन् भनेको यस्तै ठाउँमा हो मलाई चाहिँ यो ब्यागले डिस्टर्ब गरौँ म कहिले एक्ज्याक्ट ठाउँमा पुग्नै सक्दिनँ यहाँ पनि राम्रो छ गाइड्स अब म चाहिँ घाम हिँड्छु किनकि म घाममा मात्रै हो क्या राम्रो देखिने तनाव छ नि त यहाँ ल हेर कति राम्रो देखेको मलाई मात्रै हेर्नु अब यहाँ भ्यू हेर्न त म ठाउँमै पुग्दिनँ सबै यति धेरै खुसी नि यहाँ चाहिँ आमामा माइ त मान्छेहरू देखेरै खुसी लागिरहेको कि मलाई चाहिँ म चाहिँ यहाँ अब बस्छु एकछिन बिकज सो ब्युटिफुल लाइक फेवा बोटिङ गर्ने भनेको गाइज उहाँ उता बोटिङ छ बोट के भन्छ डुङ्गा छ तर यहाँ बन्द भइसकेछ क्या मेरो भाग्य नै छैन आई नो मेरो भाग्य छैन अब यिनै बेलुङ जस्ता हेर्ने बस्ने जहाँ जाँदा नि म त हप्परै छैन पुरै बोटिङ गर्नु पर्ला भनेको आई हेभ नो भाग्य ठिक छ जे छ त्यसैमा खुसी हुनुपर्छ पुरै म त कहाँ जाम कि यस्तो ठाउँमा त पर्छु होला नि कस्तो राम्रो हो गाइस ल हेर्नु तिनीहरू पनि चल्यो म पनि चढ्नै पाएन वाउ कति राम्रो म त मर्छु होला नि यहाँ चाहिँ म 2-3 चोटि आएँ तर म यहाँ आएर धोकै मेट्ने छैन के थ्याङ्क यू अहिले चाहिँ इङ्ग्लिस बोल्दिएँ होइन हामीलाई मान्छेलाई बोकाउन मन लाग्दैन है तर त्यस्तो हुन त यिनीहरूको त्यही नै हो नि त पेसै त्यही हो नि त फेरि यस्तोमा बसेर चाहिँ यिनीहरूले चाहिँ घोडामा राखे जस्तै लाग्छ नै गाइज यहाँ चाहिँ मैले कस्तो राम्रो ठाउँमा ल्याएँ वाह यो ठाउँ चाहिँ अब म फेरि पनि आउँछु म चाहिँ जहाँ गएँ फेरि पनि आउँछु भन्दै हिँड्दै गर्छु किनकि मलाई त जहाँ गयो त्यही मनपर्छ क्या वाउ चराहरूलाई बरु क्या आनन्द अनि फोटो खिच्छ म्याप हेर्न मलाई म्याप हेर्न आउँदैन नि त त्यही भएर यिनीहरू पनि त्यही जान्छन् कि अब तिनीहरूको पछि जान्छु अब म कहाँ पुग्छु मलाई थाहा छैन बिकज आई एम लाटो कोसेर बरु भित्रभित्र बाटो हुन्छ मलाई त केही पनि थाहा छैन अरू त गाडी चढ्न लाग्यो त्यहाँ मलाई म्याप हेर्नै आउँदैन जलपारीको संसार भन्दा चाहिँ मलाई एउटा केही कुराको याद आउँछ तर म यहाँ अहिले भन्न चाहिनँ वाउ कस्तो राम्रो राम्रो ठाउँ देखाउनु गफ लगाइरह नि यहाँ चाहिँ सकि नसकेको जापानिज बोलेर कति हुन् क्या यी मान्छे आमामा मैले त नारायणी जस्तै लगाइरह कतिखेर फेवाताल कतिखेर नारायणी
तर एकदम खुसी लाग्यो मलाई आई एम सो ह्याप्पी यस्तो यहाँ कस्तो रमाइलो लाग्छ नि जे होस् यहाँ चाहिँ अरू नभए नि भ्यू र अनि मान्छेहरू हेर्न भए पनि आउँदा हुन्छ क्या कस्तो राम्रो होला हेर्नु यो आइसक्रिम रहेछ यहाँ नि डाल लानु भन्दाखेरि चाहिँ बल्ल हामी अलिअलि ठाउँमा आउनु लागिसक्यौँ होला क्या आइसिस त्यो विशाल दाईहरूसँग आउँदा हामी कता गथ्यौँ ठाउँमा होइन त मान्छे राम्रो फुल छ अनि यता पनि फुल छ पनि फुल हो यता एउटा फुल अनि यता अर्को फुल आमा म त कस्तो काँडा जस्तो देखेको छ्या कस्तो मनको कुरो भयो लैन हिँड्ने यहाँ एउटा हा अनि यहाँ अर्को छ अनि हामी वाउ कस्तो राम्रो नि म भविष्यमा यही आएर घर बनाएर बस्छु के पारी नि बस्नु ठाउँ हो त्योभन्दा पारी पनि अर्को ठाउँ हो क्या कस्तो राम्रो ठाउँ हो त्यहाँ पनि त्यसपछि चाहिँ उस होला सायद कहाँ जाम त्यहाँ त जाम कमसे कम हौ मेरो नि भविष्यमा यस्तै हुन्छ ल कस्तो राम्रो के भन्छ यो घर स्टाइलको अनि के हो कुनै आइसक्रिम पाउँछ होला नि यहाँ यस्तो यस्तो जङ्गलको बिचमा मैले हजुरहरूलाई यस्तो राम्रो मन्दिर लाग्छु नि त्यसै लाग्छ यिनीहरूलाई भन्छ हिँड्दै जाने के भयो त नि यहाँ हिँड्दै जान्छ टाढा सक्यो आजको टुर सक्यो रात परिसक्यो